मान्य सदस्य अरविन्द शाह, त्यसपछि मान्य सदस्य कृपाराम राणा। सम्मानीय सभामुख महोदय, खास नेपाल सरकारले आफ्नो 100 बुन्दे शासकीय सुधारमा चाहिँ यो भूमि सम्बन्धीको जुन समस्या छ त्यसको समाधानको लागि अलरेडी 500 दिनमा समाधान गर्ने भनेर द्रुत गतिमा आफ्नो कामहरू गरिराख्दाखेरि यो आइराख्नु, यो भनौँ न प्रस्ताव आउनु भनेको त्यो चाहिँ अलिकति नबुझेको अवस्था छ मलाई। तर पनि खास देशलाई नै यो सुकुम्बासी, भूमिहीन, अव्यवस्थित को समाधानको लागि बेला बेलामा फरक फरक तरिकाले राजनीति गरिँदै आएको छ। त्यसको समाधानको लागि सरकार एकदम अगाडि बढ्नु भएको छ, यसको लागि धन्यवाद पनि दिन्छु। र यसमा मेरो केही कुराहरू, जस्तै नोटिस अहिलेको सरकारले नोटिस निकाल्दाखेरि अहिले समाधान हुन्छ भनेर धेरैजनाले चाहिँ आतुर भएर अहिले फर्महरू फिलअप गर्नुभएको छ। तर पहिला नोटिसहरू कहिले आयो, कहाँ हरायो, केही पनि थाहा नभएको कारणले गर्दाखेरि म फेरि मन्त्रीज्यू यही हुनुहुन्छ, म जिल्ला घुम्दाखेरि पनि मन्त्रीज्यूलाई फोन गरेको थिएँ, फेरिदेखि नोटिस निकाल्नको लागि हार्दिक अनुरोध गर्दछु। किनकि हाम्रो सरकारको एउटै मान्यता के हो भने कोही पनि नेपाली भूमिहीन नहोस्, र दोस्रो मान्यता पनि के हो भने सुकुम्बासीको नाममा लुटतन्त्र नहोस् भन्ने, यो दुईटा पार्टलाई एकदमै केयर गरिदिनुपर्छ। तेस्रो कुरो चाहिँ मैले के राख्छु भने हामी यो भूमिहीन सुकुम्बासीका कुराहरू गरिराख्दाखेरि कहीँ कतै मधेसका यो मुसहर, दलित, चमार यो बस्तीलाई बिर्सिनु भएन, जो पुस्तौँ पुस्तादेखि घरविहीन छन्, जग्गाविहीन छन्। मेरै गाउँको कुरा गर्नुहुन्छ भने 200 भन्दा बढी मेरो वार्डमा, महागढीमा वार्ड नम्बर 7 मा बस्नुहुन्छ, र म सानो हुँदाखेरि मात्र होइन, मेरो परदादाको बेलादेखि नै उहाँहरू चाहिँ जुन सानो अवस्थामा बसिराख्नु भएको थियो, एउटा घरमा आमा पनि, बुहारी पनि, छोरी पनि पर्दा लाएर बस्नुपर्ने जुन अवस्था छ त्यसलाई चाहिँ नजरअन्दाज चाहिँ नगरियोस्, र उहाँहरू चाहिँ हामीले सोचेअनुसार आएर मुसहरहरू फर्म भर्छ, यो भर्छ भनेर सोच्नु भनेको त फेरि अर्को पुस्ताले पनि आएर यही कुरो गर्छ कि खै त तिनीहरू मुसहरले पाएको। त्यसैले सरकारले यो जुन मुसहर दलितहरूको लागि चाहिँ विशेष ध्यान दिएर उहाँकै ठाउँमा गएर उहाँहरूको यो समस्या समाधान गरियोस्। र साथै मधेसको एउटा अर्को समस्या कस्तो छ भने यो घरवास के भन्छ त्यसलाई, कहाँ हरायो, मिनही। यो मिनही भनेको कस्तो भयो भने परापूर्वकालदेखि उहाँहरूले त्यसको कर पनि तिरिराख्नु भएको छ, तर उहाँको नाममा जग्गा छैन। त्यो भएर यो मिनहीको समस्या पनि सँगै समाधान गरियोस् कि जहिले पनि यो भूमिहीनको कुराहरू नआओस्। के यो वर्ष चाहिँ एकदम मजाले समाधान गरियोस्, यति मात्र भने। धन्यवाद।